रवि लामिछाने, डाक्टर सीके, त्यस पछाडि रेशम चौधरीहरूलाई अवैधानिक तरिकासँग नियन्त्रण गरिन्छ लेखा भए हुन्थ्यो, राखे भए हुन्थ्यो त्यो नीतिमा। मेहनत गरेका किसानहरूले उत्पादन गरेको दुध सरकारलाई बेच्दा पैसा नतिरे कसले? राष्ट्र ब्याङ्क त हजुर काङ्ग्रेसको भागमा भनेर बहस गरिन्छ, त्यो पनि लेखा भए हुन्थ्यो। धितोपत्र बोर्ड एमाले लयो रे, त्यो पनि लेखा भए हुन्थ्यो। फलानु देशको राजदूत, यो दलीयकरणलाई निरन्तरता दिइन्छ लेखा भए हुन्थ्यो नि त। अझै दलीयकरणलाई तल भुइँसम्म पुर्याइन्छ। त्यहाँको स्कुलहरू, त्यहाँको कलेजहरू, त्यहाँको खानेपानीहरू आफ्ना दलका कार्यकर्तालाई अपुङ्गी त्यहाँ नेतृत्व प्रदान गरिनेछ भनेर लेखा भए हुन्थ्यो। अझै लेखा भए हुन्थ्यो यो सदनको सिर्जना मारिनेछ, यहाँ आरोप र प्रत्यारोपको बहस गराइनेछ। कतिसम्म त भन्दा रक्सी मैले चोर्या हो होइन भन्ने बहससम्म गराइन्छ भनेर लेखा भए हुन्थ्यो। निरस बनाइया छ सदनलाई, निरस छ सदन। गरेका काम त गर्ने काम र बना नीति त लेखा भए हुन्थ्यो नि। अर्को लेखा भए हुन्थ्यो अनुत्पादक क्षेत्र खोजी लगानी गरिन्छ भनेर लेखा भए हुन्थ्यो। भ्यू टावर मजासँग बनाइन्छ भनेर लेखा भए हुन्थ्यो। नियामक नियुक्तिका लागि चाहिँ एउटा भाग, यो चाहिँ भाग 13 भन्ने ठम्पो बनाइया छ। हाम्रो पार्टी सभापति गृहमन्त्री भएको 3 महिनामा माछा किसानले बजार पाएको थिए, मूल्य पाएको थिए। आत्मनिर्भरताको कुरा छ। कहिलेको 2075 सालको महिला कृषक लक्षित विशेष कार्यक्रम लागू गरिनेछ। त्यो विशेष भने के हो? कति अमूर्त 75 सालमा त्यो विशेष कार्यक्रमले महिला दिदीबहिनीलाई कोरियाको फार्म हाउसमा काम गर्न बाध्य बनाएको छ। वीरगञ्जको कृषि औजार कारखाना सञ्चालन गर्न महावीर पुन आफ्नो जीवनी लेखेर किताब बेच्दै हिँड्नुभएको देख्नुभयो होइन? अनि मैले अहिले पत्याइदिनु पर्ने यो दस्तावेजलाई, यसमा विश्वास राख्नु पर्ने छैन, केही पनि छैन।